त तिम्रो मुटु यहाँ आएर बसेको छ मैले टिपेर लान सकिनँ वेलकम छ सबैलाई मेरो भ्लगमा अहिले चाहिँ हामी तालतलाई इन्ट्री भइसकेको छौँ अनि मसँग हुनुहुन्छ बुबु सर हुनुहुन्छ अनि यता हुनुहुन्छ हाम्रो आदर्श सर र निशान्त सर अनि हाम्रो अर्को अभिषेक सरको सानो भुन्टे मायालु छोरो अनि त्यसपछि अहिले हामी भित्र जाँदैछौँ होइन त कस्तो लाग्यो यार धेरै दिनमा सो मैले चाहिँ धेरै दिनमा भ्लग बनाउँदैछु अब युट्युब खाली खाली भएको छ त्यही पनि हल्का दिउँ न होइन सो अब हामी चाहिँ यहाँ डेस्टिनेसन चुज है चलपल हल्का दिनु पऱ्यो डेस्टिनेसन चाहिँ चुज भइसकेको छ अब त्यहाँ गएर चाहिँ हल्का दिनु पऱ्यो होइन ऊ यहाँ पर चाहिँ डेस्टिनेसन चुज हुँदैछ ट्याक्क लगाएर त्यो अब ल दामी रहेछ ठाउँ चाहिँ बस्ने यताउति त्यही हो अब ओ अङ्कल स्केल मिल्दैछ ओहो हाम्रो अन्डा यहाँ पाक्दैछ होइन अङ्कल स्केल मिल्दैछ नि स्केल मिल्दैछ अहिले मिलाउनु नि पर्छ स्केलमा मिलाएर सकिँदैन यो चाहिँ हाम्रो मेमोरीको लागि ट्याक्क मेमोरी पनि रहन्छ होइन अब सर के छ बिहान बिहानै अभिषेक सर यो चाहिँ हाम्रो युट्युबमा जान्छ है फेरि ड्याङ्ग लगाएर हाम्रो निशान्त सर अभिषेक सरको सानो भुन्टे यो युट्युबमा आउँछ हेर्नु ल ल ल त्यो सानो घोडा भुपी सर युट्युबमा आउँछ युट्युबमा ल ल ल ल यो युट्युबमा आउँछ केटा हो ल ल ल ल ल जाऊ जाऊ त जाऊ ठिक छ भाइ ल फाइनली हामी आइपुग्यौँ होइन त फाइनली हामी आइपुग्यौँ त रमाइलो हुन्छ राम्रोसँगले बस्ने होइन कतै नजाने होइन है हामी नाच्नुपर्छ बबाल तरिकाले है बुझ्नुभयो ल सो हाम्रो चाहिँ आइसक्यो स्टुडेन्टहरू कति कट हुन्छ थाहा छैन यो क्या भयो सबले सब्सक्राइब भन्ने युट्युबमा आउँछ यो युट्युबमा आउँछ नि फेरि ल कसमा के छ अहिले कहाँ जाँदैछौँ भने अहिले हामी आदर्श सरको महलमा जाँदैछौँ सानो भुन्टे महल होइन सो अहिले हामी निस्केर बाहिर जाँदैछौँ आज रमाइलो हान्नुपर्छ होइन त पायो हेरेर है हेरेर अब ल नाच्दिने राम्रो नाच्दिने अब कता नाच्नुहुन्छ ल के छ कस्तो रमाइलो भइरहेछ ल रमाइलो भइरहेछ एकजना बोल
एकजना बोल्न सरलाई 50 दिनु भन्नु लाइक शेयर सब्स्क्राइब चाहियो ल कसले गर्दै तेरा किन्ने भन्दिने हामी ओ रिजन रमाइलो भइरहेछ भाइ अलि जाँदा अब खाजा खाएर जानु क्या अब खाजा खानुपर्छ आमा नाच्नु हुँदैछ सर देखाइदिनु न आदर्श सर काम डह्रो हुँदैछ एकदम कालीगढ जस्तो महसुस फिल भइरहेको थियो टमाटर कटिङ हो एकदम ल केटा हो ल फुटबल खेला ल अहिले चाहिँ हामी चाहिँ यसो घुमाउनलाई जाँदैछौँ अहिले बुबु सर कम फास्ट पुरा घन्टी सन्टी भन्छ केटाहरू कस्तो भइरहेछ बुबु सर एकदम नाइस यता हेरौँ न नाइस भइरहेछ धेरै दिन मैले अहिले धेरै दिन ब्लग बनाएको यार अब गाह्रो हुँदो रहेछ बोल्नलाई है केटाहरू चाहिँ उहाँ पुरा गइसक्यो है उतातिर त तिम्रो मुटु यहाँ आएर बसेको छ मैले टिपेर लानै सकिनँ सो पहिले चाहिँ त्यस्तो राम्रो थिएन त अहिले चाहिँ अति धेरै राम्रो बनाएको छ अति धेरै राम्रो बनाएको छ सो गइसक्यो यहाँ हाम्रो निशान्त सर नमस्ते अरे नमस्ते इमर्जेन्सीको लागि हो जस्ट हाम्रो तालतलाई अति धेरै राम्रो भएको छ होइन विकसित भएको छ पहिले चाहिँ यस्तो खासै केही थिएन क्या यहाँ चाहिँ जस्ट यहाँ चाहिँ अहिले चाहिँ बवाल तरिकाले राम्रो तरिकाले सेटल हानेको छ म्यानेज हानेको छ स्केल मिलाएर हानेको छ होइन अनि अरू कुरा भन्दाखेरि चाहिँ धेरै दिनमा आएको छौँ हामी धेरै वर्ष पछाडि चाहिँ यहाँ अहिले हामी कहाँ छौँ कस्तो भइरहेछ राम्रो भइरहेछ रमाइलो भइरहेछ ल नाउ वी आर इन तालतलैया जस्ट अब हामी चाहिँ यहाँबाट यस्तो पार्कमा थियौँ अघि अनि पार्कबाट चाहिँ हामी निस्केर चाहिँ अब हामी अनि पार्कबाट निस्केर चाहिँ हामी उता फोटोसुटको लागि जाँदैछौँ होइन त या सर नो ओके अब हामी फोटोसुटको लागि जाँदैछौँ है उता पर जाँदैछौँ अब हाम्रो यहाँ चाहिँ सबै स्टुडेन्टहरू चाहिँ जानुहुँदैछ यहाँ पनि हाम्रो 2-3जना स्टुडेन्ट चाहिँ ब्लग बनाउनुहुन्न भनेर चाहिँ भनिरहनु भएको छ अब चाहिँ ल कत्रो बिल्ला ल अब चाहिँ आदर्श सर केही बोलिदिनु न यार यहाँ Here we are in Taltalaya. We are getting so excited for doing everything and everything. Now we are going to the boating for नो बोटिङ ल अब हाम्रो उहाँ फोटोसुट हुँदैछ त्यसपछि चाहिँ रमाइलो हुन्छ एकजना बोल्नुहोस् ल कस्तो भइरहेछ तपाईँलाई रमाइलो छ रमाइलो भइरहेछ तपाईँहरूलाई रमाइलो भइरहेछ तपाईँ त जहाँ पनि ऐनै निकाल्नुहुन्छ होइन जहाँ पनि ऐनै रमाइलो भइरहेछ रमाइलो 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 रमाइलो
रमाइलो भात खान के भयो तिमीहरू त अल्छे अल्छे एकै ठाउँ छौ क्या कस्तो छ रमाइलो भइरहेछ गाइज किन रिजन भनिदिनु पर्यो नि त भोक लाग्यो अरे अभिषेक सर के हो यस्तो भोक लाग्यो भन्दैछ नि त कुखुराको फिल्ला खाला कुखुराको फिल्ला कुखुराको फिल्ला ल अलेक्सन हामी फोटोसुट गरेर चाहिँ हामी कहाँ जान्छौँ कुखुराको फिल्ला खानु मासु भात खान के खान के खान ल ल अब चाहिँ हामी फोटोसुट हान्छौँ ल ल फाइनली हाम्रो पिकनिक चाहिँ सक्यो ओ बुबु सर पिकनिक सक्यो होइन सबै प्याक भइसक्यो अब हामी लाग्छौँ आफ्नो गन्तव्यतिर ओ आदर्श सर के छ पिकनिक सक्यो अरे त अनि हेलमेट मात्रै छ बाइक खोइ त बाइक आउँदैछ बाइक आउँदैछ ल ल अभिषेक सर पिकनिक समाप्त हाम्रो ल रेडी गरौँ अङ्कल ल बाई बाई राम्रोसँग जानु ल मिलाइहाल्नुभयो तपाईँहरूले होइन त्यस्तै हो स्केल मिलाउनु भयो नि तपाईँहरूले ल रेडी भइसक्यो 3टा बस अब हामी निस्किन्छौँ राइट नाउ अहिले चाहिँ हामी घर आइसक्यौँ होइन अनि त्यही हो आजको पिकनिक चाहिँ बबाल तरिकाले राम्रो भयो सही सलामत हामी चाहिँ घर फर्किसकेको छौँ सो त्यही हो तपाईँलाई अब भिडियो कस्तो लाग्छ धेरै दिन भ्लग बनाएको छु यताउति हालेको छु होइन माइन्ड नगरिकन हेरिदिनु होला थ्याङ्क्स फर वाचिङ तपाईँको भुन्टेले यस्तै तरिकाले भ्लग बनायो माइन्ड नगरिकन हेरिदिनु होला आजको भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु हस्त जय नेपाल